सालको पातको टपरी हुने हेबरै नहुने सल्लाइको। ल सोफिया फुल्ला आज हामी चाहिँ यहाँ सालको पात टिप्न आएको है। ए तिम्रो माया कति छ कति हेबरै नलाउ पछि हल्लाइको। ल हेर्नुहोस् सालको पात टिप्दैछु है हामी चाहिँ। हाम्रो आमा हुनुहुन्छ सालको पात टिप्ने माइली शोभित माया कान्छी ऊ पर छ ऊ पख्न है म देखाउँछु। म चाहिँ यो सालको पात यो मेरो लागि है सालको पात टिप्दै चाहिँ। भर्लाको पात पनि पाइन्छ हुन उता होइन काभ्रेतिर चाहिँ त्यस्तै हो। पर आउँदैन नि त गाँस्नलाई आमा। लु हामी त पात टिप्दैछौँ गोगनको पात। अब यो जङ्गलमा अब यो जङ्गल कत्रो ठुलो रहेछ हेर्नु त आमामा। सालको पात चाहियो भने कर्मचुलीमा यसो कन्ट्याक्ट गर्नु है। मेरो नि यही भिडियोमा कन्ट्याक्ट गर्नु कि म ट्याक्कै यहाँ सालको पात। अनि त्यसपछि अर्को के अरे बनसिलाम पनि पाइदो रहेछ साथी हो यहाँ बनसिलाम। बनसिलाम चाहिँ कस्तो हुन्छ भने यही हो नि त आमा बनसिलाम यो को हो त? बनसिलाम पनि पाइन्छ अहिले पछि म देखाउँछु है। अनि त्यहाँ बनसिलाम पाउने ठाउँमा पुगेपछि बनसिलाम पनि देखाउँछु। अहिलेलाई यहाँ माइलीले पात टिप्दैछन् यहाँ आमाले पनि टिप्दै हुनुहुन्छ है। लु बर्लाको पात भन्ने चाहिँ यो रहेछ है। भर्लाको पात चाहिँ त्यो रे। हाम्रो कान्छी यहाँ पात टिप्दैछ। के भेट्यो रे के किरा रे? ब्याङपाटा माइत आउनु भएको त्यो माथि नि उहाँ पात टिप्न लाएर उत्पात। काठमाडौँको भाउजूले यो काठमाडौँको भाउजू लाग्दैन आफू चाहिँ तल तल बसेर भिडियो बनाउने। अब के अन्त माथितिर जाऊ तलतिर जान्छ। ल गाइस सालको पात पकाउलाई चाहिन्छ यस्तो सालको पात टिप्दैछौँ हामी चाहिँ। के गर्ने गाह्रो छ हामीलाई। सानो हाली पिराथी घरको भव्य महल बनाउला मायाको भन्थ्यो। मायालुले मलाई त सहारिया भन्छ।